नमस्कार। यहाँहरूलाई रुद्रेश्वर ज्योतिष परामर्श सेवा केन्द्रमा हार्दिक स्वागत गर्दछु। अहिले 2083 साल श्रावण मासको 21 गते चलिरहेको छ। यहाँहरूका लागि शेयर मार्केट सम्बन्धी निकै नै महत्त्वपूर्ण कुराको जानकारी गराउन चाहन्छु। ज्योतिष शास्त्रका अनुसार ग्रह गोचरहरू, उदय अस्त ग्रहका चालहरू शेयर मार्केटमा निकै फरक पार्दछन्। शेयर मार्केटका लागि विशेषतः मर्करी ग्रहले विशेष रोल खेल्छ भने अन्य ग्रहहरूको पनि आफ्नो आफ्नो स्थानमा साधारण प्रभाव रहन्छ। यसपालि 2083 सालको भदौ मासको 27 गतेबाट कार्तिकको 11 गतेसम्म विभिन्न ग्रह गोचरहरू शेयर मार्केटका लागि अनुकूल रहनेछन्। त्यसैले यस्तो समयमा यहाँहरूले शेयर मार्केटमा सेल गर्न सक्नुहुन्छ र प्रशस्त मुनाफा कमाउन सक्नुहुनेछ। विशेष विचार गर्नुपर्ने कुरा, यति बेलाको समयमा ग्राफहरू बुल मार्केट र बियर मार्केटमा भने अप एन्ड डाउन भइरहने हुन्छन्। यस्तो समयलाई विचार गर्न सक्नुभयो भने यहाँहरूको शेयर मार्केटमा यो समयमा धनलक्ष्मी योगको वर्षा हुनेछ। धन्यवाद। जय रुद्रेश्वर महादेव।